के तपाईलाई थाहा छ, बाइबलमा पहिलो क्रिसमस गीत स्वर्गदूतहरूले होइन तर गर्भवती आमाले परमेश्वरको स्तुति गर्दै गाएकी थिइन्। क्रिसमस यात्राको यस श्रृङ्खलामा आज हामी बप्तिस्मा दिने यूहन्नाकी आमा एलिसिबामाथि ध्यान केन्द्रित गर्छौं, जसले मरियमलाई भेट्दा गीत गाएकी थिइन्। लुका 1:42 देखि 45 मा यस्तो लेखिएको छ, स्त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको हो। म माथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा म कहाँ आइन्। तिनी धन्यकी हुन् जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्। यसलाई बाइबलको पहिलो क्रिसमस भजन वा क्यारोल गीत मानिन्छ, जसमा आनन्द, भविष्यवाणी र विश्वासको गीत उल्लेख भएको पाइन्छ। यस भजनको अर्थ एकदम गहन र महत्त्वपूर्ण छ। सर्वप्रथम उनी आफै पनि बुढेसकालमा परमेश्वरको कृपाको कारण गर्भवती भएकी थिइन्, तर उनी आफ्नो आउने सन्तानको निम्ति भन्दा ज्यादा मरियमको गर्भमा हुनुभएको मुक्तिदातासँग परिचित हुन पाउँदा ज्यादै खुसी भइन्। उनले गर्भमा रहेको बालकद्वारा परमेश्वरको योजनालाई थाहा गरिन् र यो गीत गाइन्। यो शब्दहरूद्वारा निर्मित गीत मात्र होइन, तर गहिरो आनन्द र विश्वासका साथ परमेश्वरको प्रतिज्ञामा भरोसाको घोषणा थियो। यो गीतका शब्दहरूले मरियमलाई सम्झाए कि असम्भव देखिए पनि परमेश्वरको योजनामा विश्वास गर्नाले आशिष निम्त्याउँदछ। एलिसिबाको भजनले यो देखाउँछ कि क्रिसमसको खुसी र आनन्द उपहार वा उत्सवहरू मात्र होइन, यो विश्वास, प्रतिज्ञाको पूर्ति र स्तुति प्रशंसामा आधारित छ। यही विषयवस्तु सम्पूर्ण पवित्र शास्त्रभरि गुन्जिएको छ। एलिसिबा हामीलाई यो सम्झाउँछन् कि उहाँको जन्म केवल एउटा उत्सव र प्रथा मात्र नभई परमेश्वरको विश्वसनीयता र प्रतिज्ञाको पूर्ति हो। यसकारण आज एलिसिबाले झैं आफ्नो स्वर उचाल्नुहोस्, परमेश्वरले गर्नुभएको कार्यहरूको निम्ति स्तुति गर्नुहोस् र उहाँका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्।